साथीहरु मैले अघिल्लो भिडियोमा म चाहिँ यसरी तारमा होल्डर स्विच जोडेर बत्ती बाल्छु है, मेरो तरिका चाहिँ यो छ है, यसरी गर्दाखेरि सजिलो हुन्छ है भनेर मैले यसरी भिडियो बनाएको थिएँ हैन। एकातिर जस्तो अब ज्याक लगाइयो अनि मैले बिचमा होल्डर अनि लास्टमा स्विच लगाएर अन अफ बनाएको थिएँ। यसरी बनाउँदै गर्दाखेरि धेरै जनाले यो सिरिज बल्ब बल्ने बनाएको रहेछ, कसैले चाहिँ यो स्विचमा चाहिँ न्युट्रल र फेस सर्ट हुन्छ भनेर कमेन्टहरु गर्नु भएको थियो हैन। आज म हजुरहरुलाई नयाँ साथीहरु हुनुहुन्छ भने चाहिँ यसको बिचमा लाउँदा बिचमा स्विच लगाएर यहाँ होल्डर लास्टमा लगाएर अन अफ गर्दा के फरक हुन्छ र स्विच लास्टमा लगाएर बिचमा होल्डर लाउँदाखेरि के फरक हुन्छ, एउटै हो या फरक हो, यसको बारेमा चाहिँ एउटा डायग्राम बनाएर देखाउन गइराखेको छु है। भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला, नयाँ साथीहरुको लागि राम्रो भिडियो छ है। अब यहाँनेर हेर्नुहोस् है, जस्तो यहाँनेर एउटा मैले बनाए, यहाँनेरबाट हामीले इनपुट गर्यौं 220 भोल्ट एसी हैन, यो फेस भयो, यो न्युट्रल भयो हैन। अब हामीहरुले यहाँनेर एउटा चिम बालेका छौं ल, एउटा यहाँनेर हामीले चिम बाल्यौं ल। डायग्राम चाहिँ मेरो अलिकति राम्रो हुँदैन है, ल हेर्नुस्, बुझ्ने कुराहरु बुझ्नु होला है। अब यसलाई पनि न्युट्रल र फेस चाहियो हैन, यो चिम बल्नको लागि। अब हामीले के गर्छौं, जस्तो मानिलियौ यहाँनेरबाट सिधै दुईटा सप्लाई यहाँनेर दिने हो भनेदेखि यो बत्ती बल्यो डाइरेक्ट। अब हामीले स्विच लाउँदाखेरि के गर्छौं भनेदेखि जस्तो बिचमा स्विच लाउँदाखेरि यसलाई हामीले फेसलाई यहाँनेर काट्यौं अनि हामीहरुले एउटा तार यसरी यहाँबाट ल्याएर जहीँ ल्याएर पनि एउटा यहाँनेर हामीले बेड स्विच राख्यौं भनेदेखि यहाँबाट अन अफ भएर यो बत्ती बल्यो। कसरी बल्यो भने न्युट्रल सिधै बत्तीमा गयो हैन, अनि फेस सी भनेको यहाँबाट सिधै स्विचमा गयो अनि स्विचबाट अन भएर अनि मात्रै यो बत्तीको अर्को पोइन्टमा गएर न्युट्रल र फेस भयो, यसरी बत्ती बल्यो। अब यसरी बनाउँदा के हुन्छ भनेदेखि बिचमा टेपहरु लाग्यो। अब मैले यही कुरालाई कसरी देखाउन खोजे भने त्यो तारमा लगाएर यसरी सिधैसँगले न्युट्रल र फेस गयो है, मैले गरेको है। यहाँबाट 220 भोल्ट गयो हैन, फेज न्युट्रल है। अब मैले चाहिँ यहाँनेर के गरे, एउटा स्विच लगाइदिए है, एउटा स्विच लगाइदिए, यो यहाँनेर गयो, यो यहाँनेर गयो। अब मैले के गरे भनेदेखि यहाँनेर ब्रेक गरिदिए। अब यहाँनेर मैले एउटा चिम लगाइदिए। अब हेर्नुहोस् है, फरक हुन्छ कि एउटै हुन्छ। हजुरले धेरै जनाले सिरिज बोर्ड भनिराख्नु भएको छ हैन, सिरिज बल्ब भन्नु भएको छ। अब यहाँनेर मैले एउटा बल सेट गर्दै ल, एउटा बल सेट गर्दै यसको दुईटा पोइन्ट, एउटा पोइन्ट यहाँ आयो, अर्को पोइन्ट यहाँ आयो ल। ल हेर्नुहोस्, अब यहाँनेर के भयो ल हेर्नुहोस्, फरक केही छ त यहाँनेर, मैले हिजो ठ्याक्कै बनाएको यही नै हो। अब हेर्नुहोस् है, न्युट्रल सिधै यहाँनेर, यसलाई पनि न्युट्रल र फेस चाहियो नि त बल्ब बल्नलाई हैन। न्युट्रल सिधै यहाँनेर बत्तीमा आयो अनि फेस सी भनेको सिधै यहाँबाट गयो यो स्विचमा अनि यो स्विचले अन गर्यो अनि त्यसपछि यो बत्तीको अर्को पोइन्टमा आयो। कुरो त एउटै हो त, फरक केही पनि छैन त। जसरी पनि यसले न्युट्रल र फेस पायो भने बत्ती बल्ने भयो। यहाँनेर सिरिज भनी देखिँदैन अनि यो एकअर्कामा टच हुँदाखेरि न्युट्रल र फेस पनि एक आपसमा टच भएन हैन। यहाँ तपाईले होल्डर लगाएर बल बालेर यहाँ स्विच लगाउनु र यहाँनेर तपाईले होल्डर लगाएर बत्ती बालेर यहाँ स्विच लगाउनु एउटै कुरा हो। मात्रै के हो भनेदेखि अब हजुरले यहाँनेर होल्डर लाएर यहाँ स्विच लाउनु भयो भनेदेखि लामो तार तलसम्म झुल्याउनु पर्यो, यहाँ र यहाँ टेप लाउनु पर्यो हैन। तर हजुरले अब यहाँनेर चाहिँ होल्डर लगाएर बत्ती लगाइदिनु भयो भनेदेखि यो तार लामो यसरी ओरसम्म ल्याएर हामीले यसैमा बेड स्विच लगायौं भनेदेखि यहाँ टेपहरु कहीँ पनि लाउनु परेन, अलिकति राम्रो पनि देखियो भन्ने कुरा मात्रै हो। चाहे होल्डर छेउमा चाहे बिचमा लाउनुस् फरक केही पर्दैन, एउटा तार बिचमा ब्रेक गरेर लगाउने हो भने पुरो एउटै नै हो है। त्यसरी गर्दा पनि एउटै, यसरी गर्दा पनि एउटै हो। मलाई चाहिँ यही तरिका मन पर्छ, हजुरहरुलाई कस्तो लाग्छ? मैले यही नै कुराहरु यो तारबाट सेट गरेर देखाएको थिएँ यहाँनेर हैन, ठ्याक्कै केही फरकै छैन। यहाँनेर हेर्नु होला है, यहाँबाट इनपुट भयो, यसरी गयो ठपक्कसँगले यसरी यहाँनेर होल्डरमा यहाँनेर एउटा मात्रै तार काटेको, दुईटा काटेको छैन नि त हैन। ए न्युट्रल सिधै यहाँनेर पस्यो, फेस सी भनेको यहाँबाट घुमेर आएर यो स्विचबाट यसरी नै घुमेर आए जस्तै यहाँबाट घुमेर आएर अनि टक्क यहाँनेर आएर पस्यो हैन।
त्यसो गर्दाखेरि यसले अन अफ मजाले भयो क्या। यही कुराहरू चाहिँ यसरी गर्दाखेरि चाहिँ राम्रो मेरो लागि चाहिँ। तपाईले कसरी गर्नुहुन्छ है? यो कुनै सिरिज होइन, यहाँनिर न्युट्रल फेस भेटबाट सर्ट हुने पनि होइन। यो तरिकाले बुझाइ मात्रै फरक हो।